हेलो एभ्रिवान, के हजुरहरू पनि चाया परेर हैरान हुनुभएको छ? त्यसो भए आउनुहोस् यो विधि अपनाउनुहोस् एकचोटि। यो चाहिँ म आफैले अपनाएको विधि हो कि त्यही भएर यहाँहरूलाई पनि सेयर गरौँ भनेर नि। सुरुमा चाहिँ हामीले यो खाने कपुरलाई चाहिँ मसिनो गरेर पिन्नुपर्छ। हजुरहरूलाई त थाहा होला यसो खाने कपुर। मैले चाहिँ 2वटा खाने कपुर लिएको छु र यसलाई चाहिँ मसिनो गरी पिनेको छु। र यसमा चाहिँ हामीले हजुरहरूलाई कुन तेल युज गर्नुहुन्छ त्यही तेल युज गर्दा पनि हुन्छ। मैले चाहिँ कोकोनट ओइल युज गरेको छु। मसँग चाहिँ यो बेबीको कोकोनट ओइल थियो कि त्यही भएर मैले यो बेबीको कोकोनट ओइल लगाएँ र यसलाई चाहिँ मजालेसँग चाहिँ मसिनो हुने गरीसम्म चाहिँ मजाले मिहिन हुने गरीसम्म चाहिँ चलाउनु पर्छ। र मैले अर्को पनि यो तेल युज गरेँ। यो तेल चाहिँ क्यास्टर ओइल भन्छ कि साथीहरू। यो छ भने युज गर्नु होला, छैन भने चाहिँ युज नगर्नु होला। यो क्यास्टर ओइलको पनि धेरै फाइदाहरू छ हैन। यहाँहरूलाई चाहिँ त्यो फाइदाको बारेमा बुझ्नु मन छ भने मलाई कमेन्ट गर्नु होला। म अर्को भिडियो बनाइदिन्छु किनभने यसमा धेरै लामो हुन्छ। र मैले चाहिँ यो 3वटा सामग्रीहरूलाई चाहिँ मिक्स गरेर हैन मजाले कपालमा एप्लाई गरेँ। यसलाई चाहिँ भित्रभित्र जरामा लगाउनु पर्छ के साथीहरू। मजाले यसलाई चाहिँ कपालमा जरामा लगाएर मजाले मालिस गरिदिने कपाललाई। यो चाहिँ हामीले नुहाउनुभन्दा आधी घन्टा अगाडि चाहिँ यसरी मसाज गरेर छोडिदिने। र यो विधि चाहिँ हजुरहरूले हप्तामा एकचोटि गर्न सक्नुहुन्छ। र नुहाउने बेलामा चाहिँ हजुरहरूलाई जुन स्याम्पू हजुरहरूले युज गरिरहनु भएको छ त्यही स्याम्पूले युज गर्न सक्नुहुन्छ। मैले चाहिँ यो विधि चाहिँ 3-4 पटकसम्म गरेको थिएँ र मेरो चाया चाहिँ गयो सबै। मेरो पनि धेरै चाया थियो क्या साथीहरू, कति चाया थियो, कता हैरान भएको थिइनँ। हजुरहरू पनि यो विधि अपनाउनु होला। थ्याङ्क यू।